हुन्छ टेलिना गर्नु त प्रवीण ब्रदर एकचोटि पिनारीसँग जोइन हुनुहुन्न सुमन सर माया चेक गर्नु त भन्नुहुन्छ आज हेरौँ है हिजो भनेको कल्पुस्टिस आउनुहुन्न हो खै कल्पुस्टिस त आउनुहुन्न अघि रिसाएको त के अरे विशाल रुङाको लाइफ के भनेको के भनेको तिमीले यो रुपेश सरले के भन्यो अघि न गाली खायो नि त्यही भएर आउनुहुन्न सबैजनाले माया रुपेश सर मोबाइल हेर्दाखेरि आँखा हुन्छ र यस्तो त गरेको नि आज हेरौँ भाइ भनेको भन्दै हुनुहुन्छ मम लो लाइफ मेम भन्दै हुन्छ के भनेको जोइन नै छैन त रुपेश ब्रदरसँग होइन यो कुन आइडी हो रुपेश यो नयाँ आइडी हो प्रवीण ब्रदर नयाँ आइडी नयाँ पुरानो 25 के छ यो नयाँ 20 पुरानो 24 के छ यो 25 के छ प्रवीण दाइ कन्फ्युज भयो यार भन्ने हुन्छ यो चुरोटहरु खाएर बस्दा त केही असर त पर्दैन अनि यो लाइभमा च्यानललाई रक्सी बियरहरु त खान्छ र किन र खाने हो र आफुले हैन के रे यो टिकटकमा त ब्यान गरिदिन्छ खै मलाई त त्यति त थाहा छैन यो लाइभमा मैले खाँदा पनि खाएको छैन बसेको पनि छैन खै के देखाउँदा चाहिँ ब्यान गर्छ रे भन्छ नि त नयाँ आइडी त्यसका बाजे डन गरे होइन मनो चाहिँ कतिवटा आइडी गर्नुभयो मनो छैन हौ प्रवीण ब्रदर तनाव छ नि हाउस प्लान्स बाई आरके हाई भन्दै हाउस प्लान्स बाई आरके हेलो सुमन दाइ आउन छैन हौ प्रवीण ब्रदर मनो गर्न सकिएन च्यानल गाह्रो छ वेयर आर यु फ्रम भन्दै हुनुहुन्छ भन्नु त रुपेश सरले मनो गर्दै गिफ्ट दिनुहुन्छ रे नि रे प्रवीण दाइ भन्ने के भयो कमेन्ट हेर्नु आकाश सरले कसले के कमेन्ट गर्यो यार सत्य कमेन्ट गयो त हो आकाश सरलाई दिने आकाश सरको मुनि एउटा आएको छ त फेरि स्क्याम वाला कमेन्ट कसले गर्छ हैन त्यो एउटा कस्तो कमेन्ट गर्दा कसले त्यो कस्तो गर्दाखेरि सबै उठ्छन् के भयो यार भन्दै हुन्छ आर यु फ्रम नेपाल भन्दै हुन्छ यस ब्रदर यस त्यो कमेन्ट उहरु आयो भने त्यो गाइडलाइन पोलिसीहरु आयो भने उले हटाइदिन्छ रे पुरै हो क्या हो त्यस्तै हो क्या कमेन्ट नै हरायो यार भन्ने छ यार किन त्यसका बाजे सब 100 पुर्याएर मात्र मनु र सिल्भर प्ले बटम सँगै पाउने विचार हो ब्रदर भन्दै हुनुहुन्छ प्रवीण ब्रदर गाह्रो छ नि नाइस वाचिङ फ्रम इंडिया इंडिया किधर से रुपेश सरको आज निद लागेको छैन होला है